हेलो गाइज, म चाहिँ अहिले यहाँ मम्मीहरुकोमा जाँदैछु। यहाँ हाम्रो मम्मी चाहिँ यहाँ घर लिप्दै हुनुहुँदो रहेछ। यहाँ हेर्नु है, फाइनली म घरमा आइपुगिसकेँ। घर लिप्दै हुनुहुन्छ मम्मी त। मम्मी यता हेर्नु ल। के यो सबै लिप्नु हुने? ए, आज कता जानुहुने दिउँसो? सुँगुर चारोमा। एकजना साथी छ। हेर्नु है, मम्मी घर लिप्दै हुनुहुन्छ। अब खै यहाँ तार घर लिपेको, खाना सब्जी पकाएर। खाना सब्जी बनाइसक्नु भयो? अब यो हेर्नु न, छोराछोरी सबै कता कता गई, मम्मी एक्लै घर लिप्दै हुनुहुन्छ। ए, यता हेरेर केही भनिदिनु, केही भनिदिनु। के गर्नु, अब छोराछोरी छैन, दुख्नु पर्यो नि त। बुहारीहरू पनि छैन, कता कता आफू आफू छ। के गर्नु, दुख्नु पर्यो नि त। यो हेर्नु है, कहाँ यो किचन मात्र लिप्नु हुने कि सबै? किचनभित्र सबै लिप्नु। यहाँ चाहिँ किचन यस्तो छ है हाम्रो यहाँ मम्मीहरूको चाहिँ। यहाँ किचन यस्तो छ। के गर्नु, किचनहरू यस्तै छ है गाइस। अब हामी गरिब दुखीको घरमा हेर्नु है, यस्तै टाटी बाराले बेरेको छ। ए, यहाँ हेर्नु, यहाँ मम्मीले चाहिँ अहिले एकछिनबाट यो सबै यो यिनीहरू टाकटुक यो सबै लिप्नुहुन्छ। यो भुइँहरू, यो भुइँ घर हो नि त, त्यही भएर सबै लिप्नुहुन्छ। अनि यहाँ पर बुवा चाहिँ के गर्दै हुनुहुन्छ, म बुवा भएकोमा जान्छु है। बुवा चाहिँ यहाँ पर हुनुहुन्छ। यहाँ पर के गर्दै हुनुहुन्छ? रेती लाउनु भएको? ए, ल केही भनिदिनु त। केही भनिदिनु न। के गर्नु, गरिब दुखीको परिश्रम यस्तै छ। ए, गरिब दुखीको यस्तै छ है। हेर्नु न, के गर्नु, झापामा गर्मी छ। अब आरी बनायो, अर्काको सुँगुर खर, बाख्रा खर बनाउनु पर्छ। बुझ्नु भयो? के भन्नु? अरू कुरो त ठिकै छ। अनि आज कता जानुहुने? आज कहीँ गइँदैन होला, जङ्गलतिर एकछिन गइन्छ कि भन्ने कुरा छ। अब जङ्गलमा समय पायो भने गइन्छ। चारालीतिर पनि जानु छ। चाराली जानुहुने आज? भैँसीको खुट्टा लिनु जानु छ सुँगुरको लागि। ए, सुँगुरको लागि। त्यो भैँसीको खुट्टा किन भन्नुहुन्छ भने यहाँ हेर्नु है, यहाँ के छ? टेरेङ, ए बच्चा छ। यो चाहिँ भर्खरै बिहाको हो नि त हिजोअस्ति। त्यही भएर चाहिँ यो सुँगुरलाई चाहिँ खुवाउनु पर्छ क्या। अलिक डाइट नखाइ हुँदैन, दुध आउँदैन नि त। त्यही भएर चाहिँ यो ल्याउनु पर्ने भएको छ।